गुड मर्निङ साथीहरू सबैजनालाई शुभ बिहानी। सबैजनाले यसै गरी माया साथ सपोर्ट गरिदिनु होला। आज चाहिँ म जापानको क्लिननेस कस्तो हुन्छ, यहाँको इन्भाइरोमेन्ट कतिको सफा हुन्छ, सरसफाइ हुन्छ भनेर देखाउँदैछु। इभन गाउँ होस् या जुनसुकै ठाउँ होस् कतिको सरसफाइ हुन्छ। ल हेरौँ है त, लेट्स गो। म चाहिँ साइक्लिङ गर्दैछु होइन। साइक्लिङ गर्दै अब आज मेरो चाहिँ बिहान काम भएको हुनाले चाहिँ काम नि जाँदैछु अनि साइक्लिङ पनि गर्दैछु। अहिले चाहिँ जापानमा साइकलको रुल्स एन्ड रेगुलेसनहरू एकदमै धेरै टाइट भएर आएको छ। अब साइकल इभन द साइकलहरू नचलाउन, साइकल चलाउँदाखेरि चाहिँ मोबाइल फोनहरू युज गर्न नपाउने। फुल यहाँ खेतीपातीहरू गर्दाखेरि पनि छुट्टै आफ्नो तरिकाले गर्छ कि सानो एरियामा पनि यति धेरै फल्ने गरी। यो चाहिँ म घर नजिक बस्ने पार्क आएको चाहिँ हजुरआमाहरूको नो रिएक्सन। लेट्स गो। जापानको चाहिँ सबभन्दा खतरा कुरा के भन्दाखेरि चाहिँ यहाँ चाहिँ यसै सानो पसलहरू हुन्छ होइन। यो पसल, यो चाहिँ सानो पसल हो, तरकारी पसल होइन। अनि यसमा चाहिँ कोही सौवा नै छैन क्या, सौवा कोही छैन, पसलको मालिक नै छैन। अनि जो कोहीले पनि किन्छ होइन, किनेर अनि फेरि पैसाहरू चाहिँ यो बक्स छ नि, बक्समा अब यहाँ प्राइस लेखा हुन्छ। ओरेन्ज चाहिँ अनि 100 रुपियाँको चाहिँ एउटा प्याकेट होइन। अनि यो चाहिँ एउटा प्याकेट हो। अनि यो चाहिँ एउटा किन्ने अनि किनेर चाहिँ अनि पैसा चाहिँ त्यसमा हाल्ने। कोही सपकिपर हुन्न, कोही हुँदैन, आफैले गर्ने आफैले। अब यहाँ चाहिँ लोयल्टी भने यतिको हुन्छ कि अब मान्छेहरू कसैले ठग्दैन, कसैले चोर्दैन। अनि एउटा लिने अनि एउटाको चाहिँ 100 रुपियाँ हालेर जाने। अनि त्यस्तै गरेर चाहिँ यहाँ चाहिँ किन्ने हुन्छ होइन। नेपाल भएको भए त यो त अहिलेसम्म गायब भइसक्थ्यो, केही नि हुन्थेन है, हो कि नै। अब यहाँ चाहिँ खेतीबारीहरू यस्तो मजाले कुन तरिकाले हो, यस्तो मजाले सानो एरियामा पनि यति धेरै फलाएको हुन्छ हेर्नुहोस् त। मैले खासमा कुरा गर्न चाहेको भनेको चाहिँ यहाँको क्लिननेस के कति क्लिन छ। रोडहरू इभन हरेक गल्ली नालाहरू सबै। अब यहाँनिर खेत छ होइन, खेत यहीँनिर छ भन्दाखेरि चाहिँ रोडमा एउटा नि माटो धुलोहरू केही छैन। अनि यहाँको चाहिँ खेतीपाती गर्ने तरिका नै यति स्ट्यान्डर्ड छ। यति सानो एरियामा पनि यति धेरै फलाउँछ नि उनीहरूले होइन। इन्ट्रेस्टिङ कुरा के भने चाहिँ यो चाहिँ मेरो साइकल होइन। म चाहिँ साइकलको चाबी लाएर यही अड्काएर अनि यहीँ राखेर जान्छु कि। यो चाहिँ मैले साइकल यहीँ, यो चाहिँ फ्री पार्किङ त होइन, यो चाहिँ पार्कको पार्किङ एरिया हो। तर पनि म यहीँ राखेर अनि जाने गर्छु जहिले नि। अनि यो चाहिँ नजिकको पार्क। सबै बुढाबुढीहरू बच्चाहरू यही पार्कमा चाहिँ खेल्न आउँछ होइन।
अब जापान यति ब्युटिफुल छ, यति ब्युटिफुल छ, पैसा त्यस्तै हो, यति ब्युटिफुल छ। यो चाहिँ म बस्ने घर नजिकैको साकुरा पार्क होइन। योमा चाहिँ 1 हप्ता अगाडि चाहिँ यो पुरै रुखहरू चाहिँ फुलले लटरम्मै थियो, अहिले चाहिँ सबै झरेर यो तल खसेको यो कालो यो ब्राउन कलरको चाहिँ सबै झरेर यो चाहिँ अब त्यो के भन्छ कुहिसक्यो होइन। अब चाहिँ पातहरू फलेर पुरै हरियाली भइसक्यो। अब यो सानो सबै ठाउँमा नि जापान यति डेभलप भइसकेको छ, यति डेभलप भइसकेको छ ताकि हामी फ्युचरमा बस्छु जस्तो लाग्छ कि कहिलेकाहीँ चाहिँ। किन भन्दाखेरि चाहिँ अब सानो एरियामा पनि एउटा सानो पार्क हुन्छ जसमा चाहिँ बच्चाको लागि प्लेग्राउन्ड्स अनि ठुलोहरूको लागि बस्ने एरिया। अनि यहाँको नेचुरल ब्युटी त यति राम्रो छ, यति राम्रो छ। ल हेर्नुहोस् त यो पार्कको एरिया कति राम्रो फुल छ। अनि सबैजनाले चाहिँ बिहान बच्चा लिएर यसरी वाकमा सबैजनाले हिँड्छ। यो चाहिँ म घर नजिकै पार्क, म यहाँ जहिले नि साइकल पार्क गरेर अब यहाँदेखि चाहिँ आज चाहिँ मेरो डे क्याम्प छ। यो घर नजिकको पार्क कस्तो दामी छ हेर्नुहोस् त सबैजनाले। अब यति राम्रो छ, यति राम्रो छ। वाउ। अनि भन्नाले यहाँको मान्छेहरू नै यति धेरै सिभिक सेन्स छ कि जहाँ यो नगर भने हुन्छ त्यो गर्दै गर्दैन कि। जस्तै हामी नेपालीहरू भयो भने चाहिँ ठ्याक्क उल्टा गर्छ नि त, त्यो नगर भन्दाखेरि सबभन्दा अगाडि त्यही गएर गर्ने। अब नेपालमा मन त्यस्तै थियो, चकचके एकदम फटा होइन। अब यहाँ आएर त्यही रुल्स एन्ड रेगुलेसनले चाहिँ सबै कुरा सिकाउँदो रहेछ। अर्को कुरा मेन कुरा भन्दाखेरि चाहिँ फाइनले अखाएको चाहिँ कुनै चाहिँ एकदमै पोलाइटनेस हुन्छन् भने एकदमै कुनै चाहिँ एकदमै रुड हुन्छ। अब म तपाईँहरूलाई जापानिज कुकुर देखाउँछु तर तिनीहरू चाहिँ भुक्दैन के। कुकुर नै भुक्दैन भने यार यिनको जिब्रो काटे हुन्छ कि के गरे हुन्छ थाहै हुँदैन है। तर यति ठुलो हुन्छ, कुनै त यति पातलो लुहे हुन्छ होइन। अनि म चाहिँ अब हेरौँ अब भिडियो बनाउनु दिन्छ कि म पहिला चाहिँ सोध्छु, बनाउँदै भने चाहिँ क्याप्चर गर्छु। यो चाहिँ अल्छीको कुराहरू ओ नामायो रेयो यस्तो मोइकाई आरान खावाई चुकारेता आरिगातो गोजाइमासु। कति राम्रो थियो। म चाहिँ अब पार्कबाट अब क्याम्प जान आँटेँ होइन। अब यस्तै हो, क्याम्प चाहिँ गर्नु पऱ्यो। अब कलेज फीहरू सबैदेखि लिएर यताउता सबै कुराहरूलाई बस्न खानलाई चाहिँ काम नगरी त हुँदैन। अब यो चाहिँ अब म चाहिँ पार्कदेखि फर्किसकेपछि अनि म बुढोहरूसँग म जप्ने चाहिँ त्यस्तो धेरै आउँदैन। अब अलि टुटेफुटेको आउँछ होइन। अनि मैले भिडियो लिउँ भनेको हुन्छ भने अनि कुकुरहरूको नाम सोधेँ अनि फर्किहालेँ। अब चाहिँ अब मेरो चाहिँ आज डे काम डेली छ, इभिनिङ नि छ। अब दुइटै सिफ्ट गरेर फेरि भोलि बिहान अर्को काम छ। स्टे ट्युन, स्टे ह्याप्पी सबैजना। अब गर्मी नेपालमा पनि गर्मी बढ्न थाल्यो होला, यहाँ गर्मी बढ्न आँटेको छ। सबैजनाले तातो पानी खाएर होप सबैजना हाँसी खुसी बस्नु होला। म नि यहाँ हाँसी खुसी नै छु। मेहनत त आफ्नो छँदैछ भनेपछि अरू सबैजना अनि बालेन प्रधानमन्त्री भइसक्नु भएको छ। अब केही नभए पनि हाम्रो देश पनि चेन्ज हुन्छ भन्ने आशा छ। अब हामी जस्तो युवाहरूले अरूको देशमा गएर यस्तो स्ट्रगल गरेर पहिला बुढाखाडाहरूलाई पालिरहेको थियौँ, बुढाखाडा नेताहरूलाई पालिरहेको थियौँ भने अब हाम्रो जो पठाएको रेमिटेन्सले केही देशमा विकास होस् भन्ने आशा गर्दछु। टाइम लाग्छ, राम्रो कामको लागि टाइम लाग्छ, केही छैन। तर 5 वर्षमा केही न केही त चेन्जेस आउला नि हाम्रो देशमा नि भन्ने आशा हो। थ्याङ्क यू फर वाचिङ द भिडियो। सबैजना लाइक सेयर कमेन्ट गरिदिनु होला। के कस्तो लाग्यो तपाईँहरूलाई भिडियो चाहिँ भनिदिनु होला, आफ्नो प्रतिक्रियाहरू दिनु होला। थ्याङ्क यू। भिडियोहरू चाहिँ अन्तिमसम्म हेरेर एउटा सानो साथ र माया दिनु होला। त्यो माया भनेको चाहिँ सब्सक्राइब अनि लाइक गरिदिनु होला। अब तपाईँहरूले के कुरा मन परेन भनिदिनु होला, भिडियोमा के क्वालिटी भएन, के कुराको चाहिँ कमी भयो त्यो चाहिँ भनिदिनु होला होइन।
अब किनभने म चाहिँ न्यू बिगनर हो, म चाहिँ काम गरिरहेको छु, सिकिरहेको छु। सो त्यही भएर सबैजनाले भनिदिनु होला। थ्याङ्क यू।